नमस्कार, अपन समाचारमा स्वागत छ। अब समाचार विस्तारमा। लिटिल बुद्धका नामले कुनै बेला चर्चा पाएको तप्सी रामबहादुर बमजनले बाल यौन दुराचार गरेको भन्दै सर्लाही जिल्ला अदालतले 10 वर्ष कैद सुनाएको छ। 14 वर्षकी हुँदा आफूलाई बलात्कार गरेको भन्दै रौतहटकी गंगा माया तामाङले 4 वर्ष अघि बमजन विरुद्ध जाहेरी दिएकी थिइन्। उनको जाहेरीमा अनुसन्धान गरेर प्रहरीले बनाएको प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले मुद्दा चलाएको थियो। सोही मुद्दामा सुनवाई गर्दै जिल्ला न्यायाधीश जीवन कुमार भण्डारीको इजलासले बमजनलाई दोषी ठहर गरेको थियो। सोही इजलासले आज 10 वर्ष कैद सजाय र बालिकालाई 5 लाख क्षतिपूर्तिको फैसला सुनाएको हो। आजभन्दा 5 वर्ष अघि गंगा मायाले बमजनले आफूलाई बलात्कार गरेको भन्दै पत्रकार सम्मेलन गरेकी थिइन्। धेरै वर्षदेखि सिन्धुपाल्चोक, बारा, सर्लाही र सिन्धुलीका विभिन्न जंगलभित्र आश्रम खोलेर बस्दै आएका बमजन आफूलाई भगवान बुद्धको स्वरूप भनेर चिनाउँदै आएका थिए। गंगा मायाको जाहेरी भने उनी 18 वर्ष पुगेपछि मात्र प्रहरीले लिएको थियो। आफूमाथि बाल्यकालमा भएका यौनजन्य घटनाबारे 18 वर्ष पुगेपछि पनि जाहेरी दिन पाइन्छ। वीरगञ्ज स्थित सिद्धार्थ बैंकको शाखामा आगलगी भएको छ। आदर्श नगर स्थित रहेको बैंकको शाखामा अपहरणीय आगलगी भएको हो। बैंकको माथिल्लो तलामा अचानक आग लागेको प्रहरीले जनाएको छ। आगो नियन्त्रणमा आएको छ। आगलगीको कारण खोल्न सकेको छैन। धनुषाको सबैलामा ऐतिहासिक अवशेषहरू फेला परेका छन्। पुरातत्व विभागले गरेको उत्खननका क्रममा फेला परेका यी अवशेषहरू 8औं-9औं शताब्दीको लिच्छवीकालीन हुन सक्ने अनुमान गरिएको छ। सबैला नगरपालिकाको वार्ड नम्बर 6 गोविन्दपुर स्थित भगवान बेस मात्र बाँकी रहेको जनककाली ऐतिहासिक मठेश्वर नाथ मन्दिरको उत्खननमा यी अवशेषहरू फेला परेका हुन्। पूर्व मध्यकाल अथवा 8औं-9औं शताब्दीदेखिको हुन सक्ने अहिले खालि हामीले चाहिँ त्यो लिपिको आधारमा मात्रै भन्न सकिरहेछौँ। अब हुनसक्छ यो हाम्रो कम्पाउन्ड वालहरूलाई चाहिँ हामीले पछ्याउँदै चारैतिर हेर्न सकेको खण्डमा र यो बीचमा के छ भन्ने कुरा, अरू संरचनाहरू पनि छ कि छैन भन्ने कुरा चाहिँ त्यो हेरेको खण्डमा चाहिँ धेरै कुराहरू पत्ता लाग्ने सम्भावना छ। प्रत्वविद प्रकाश दर्नाल सहित 3 सदस्य टोलीले असार 7 गतेदेखि सुरु गरेको उत्खनन थालेको थियो। दर्नालका अनुसार अहिलेसम्म 2वटा पत्थर जोड्ने आइरन डाबर फ्लामको गोलो रिङ, मन्दिरको माथि भारतीय र नेपाली सिक्काका साथै पत्थरमा लिच्छवी शैलीको माना अर्थ आउने अक्षर भेटिएको छ। सोही अक्षरका आधारमा मन्दिरको प्राचीनता पत्ता लगाउन सकिने बताइएको छ। लिपि विशेषज्ञलाई देखाएर वास्तविक पत्ता लगाउने पनि उहाँले जानकारी दिनुभयो। इन्डियन सिक्काहरू, भारतीय सिक्काहरू र नेपाली सिक्काहरू चाहिँ माथि चाहिँ सर्फेसमा भेटेको छौँ। एन्टिक्विटीको नाममा चाहिँ त्यति मात्रै भेटेका छौँ। तर यहाँको सबभन्दा अहिले महत्त्वपूर्ण एन्टिक्विटीमा चाहिँ त्यो पत्थरमा चाहिँ जुन लिच्छवी शैलीको भेटेको छ त्यो चाहिँ ज्यादै महत्त्वपूर्ण छ। अब त्यो अहिले चाहिँ एउटा मात्रै अक्षर देखिएको छ, त्यो माना भन्ने अर्थ आउँछ त्यो शब्दले। तर त्योभन्दा अगाडिको अक्षरहरू सबै खिइसकेको छ। अनि त्यस्तै यो चारैतिर जुन पत्थरहरू छ त्यो यदि पत्थरहरू चाहिँ हामीले निकालेर सफा गरेर हेरेको खण्डमा त्यहाँबाट पनि यो इतिहासको पाना चाहिँ हामीले पढ्न सक्ने देखिन्छ। स्थानीयका अनुसार पुरातत्व विभागले उत्खनन गरिरहेको स्थानमा मठेश्वरनाथ मन्दिर थियो। यस मन्दिरको बारेमा धार्मिक ग्रन्थ रामायणमा समेत जिकिर गरिएको पाइएको छ। यो मन्दिर मिथिलाका राजा जनकले निर्माण गराएको जनविश्वास रहेको छ। राजा जनकले मिथिलाको राजधानी जनकपुर धामको सम्म दूरीमा 4वटा मठ निर्माण गराएका थिए। महोत्तरीको जलेश्वरनाथ, धनुषाको छिरेश्वरनाथ, धनुषाकै गोविन्दपुरमा मठेश्वरनाथ र भारत बिहार राज्यको कल्याणेश्वरमा कल्याणेश्वरनाथ मन्दिरको निर्माण गराएका थिए। अन्य मन्दिर अस्तित्वमा रहे पनि मठेश्वरनाथ मन्दिरको केही
भाग्न विशेष मात्र बाँकी छ। पुरातत्वविद दर्नालले भगवान विशेष हेर्दा प्राचीन मन्दिरको स्वरूप देखिएको बताइएका छन्। मठेश्वर नाथ मन्दिर नै हो भनेर ठ्याक्कै अहिले भन्न नसकिने बताउँदै उहाँले उत्खननको क्रममा एउटा महत्त्वपूर्ण ढुङ्गा भेटिएको जानकारी दिएका छन्। सबैला नगरपालिकाका मेयर कारीराम यादवले आफूलाई पहिला नै यसबारे जानकारी रहे पनि मेयरमा निर्वाचित भएपछि अग्रसरता लिएको बताउनुभयो। विभागबाट उत्खनन गर्न आउनुभएछ। अब हेर्दाखेरि वास्तवमा यो पुरानो मन्दिर रहेछ। उहाँहरूको भनाइ अब 900-1200 वर्ष अगाडिको मन्दिरहरू छ भन्ने उहाँहरूको भनाइ छ। अब त्यसको अनुगमनमा त्यही निस्केको छ। अब यो मन्दिर कसरी बन्छ भने हामी त्यसमा पनि पहल गर्न लागिसकेका छौँ। अब माथि पनि दाइलाई पनि भनिसकेको छु यो पुरानो मन्दिर छ भनेर। अब भिडियो फोटोहरू पनि पठाइराखेको छु माथि। अब त्यो हिसाबले छिट्टै मन्दिर पनि बन्छ जस्तो मलाई विश्वास छ। मान्छेहरूको पुरानो मान्छेहरूको भनाइअनुसार त्यो राजा जनकले बनाएको मन्दिर भनिरहेको छ। अब त्यो त मलाई वास्तविक रूपमा के छ उहाँहरूले भन्नु पर्यो। 4वटा मन्दिर भनिरहेको छ, एउटा कलानेश्वर, जलेश्वर, दक्षिणेश्वर र यो मटेश्वर भनेर लुप्त भएको थियो। त्यसलाई अब धार्मिक हिसाबले यसरी कसरी तयार हुन्छ भनेर हामी त्यसमा पुरै जोड लगाएका छौँ। भग्नावशेषको माथिल्लो भागमा सिमेन्ट र निकै पुराना इँटाले छोपिएको छ भने तल्लो भागमा ठुला ढुङ्गा एक आपसमा इन्टरलक गरिएको अवस्थामा भेटिएको छ। ढुङ्गा प्राचीन समयको जस्तो देखिए पनि इँटा कहाँबाट ल्याइएको हो त्यसको पनि पत्ता लगाउने पुरातत्वविद दर्नालले बताएका छन्। सिराहाको मिर्चिया स्थित मिर्चिया हेल्थ नर्सिङ क्याम्पसले आफूमाथि लागेका सबै आरोपको खण्डन गरेको छ। आइतबार क्याम्पसका प्रबन्धन निर्देशक विजय कुमार यादवले पत्रकार सम्मेलन गरी आरोपहरूको खण्डन गरेका हुन्। क्याम्पसले नर्सिङ पढ्ने विद्यार्थीहरूसँग अतिरिक्त शुल्क लिएको, विद्यार्थीहरूलाई धाक धम्की दिएको, होस्टलमा विद्यार्थीहरू कोचेर राख्ने गरेको लगायत विषयमा आफूमाथि लागेको आरोप गलत रहेको प्रबन्धन निर्देशक यादवले दाबी गरेका छन्। यादवले आफूहरूले सिटिभिटीले तोकेको शुल्क मात्र विद्यार्थीहरूसँग लिएको, कुनै पनि अतिरिक्त शुल्क नलिएको, विद्यार्थीहरूमा होस्टलमा व्यवस्था उचित शुल्क मात्र लिएको, विद्यार्थीहरूलाई होस्टलमा बस्न अनिवार्य नगरेको लगायत पनि दाबी गरेका छन्। रह्यो अब 20,000 कुरा, त्यो 20,000 जुन पैसा 11 कि 12 जनाले 40 जनामा बुझाएको थिएन रिफन्डेबल डिपोजिट। अब यस्तो ठाउँमा कोही बच्चा पढ्न आएको छ, पढ्न आएको बेला पैसा हुँदैन सबैसँग, त मैले रिफन्डेबल डिपोजिटको भन्नुपर्दा मैले भने ठिकै छ, पछि तिमीहरूले दिँदा हुन्छ, तिमीहरूकै पैसा हो र अहिले तिमीहरूले जति दिन्छौ देऊ, तर एडमिसनको पैसा देऊ, रिफन्डेबल तिमीहरूको पछि पनि दिँदा हुन्छ। र पोस्टिङ गर्ने बेलामा हामीले पोस्टिङ पनि गराइरहेका छौँ र त्यसपछि त्यो रिफन्डको कुरा 11 जनाको पैसा दरोटी बाँकी थियो, त्यो दरोटी बाबतको गलत पर्चा चाहिँ हाम्रो कलेजलाई बदनाम गर्ने उद्देश्यले चाहिँ बदनाम गराइयो। सर हजुरहरू पनि आउनुभएछ, हजुरहरूले पनि यहाँ प्रष्ट रूपमा हेर्न सक्नुहुनेछ। र रह्यो अब हस्पिटलको पोस्टिङको कुरामा पनि प्रचार सुने, म आरके मेडिसिटीमा लाँदैन अरे अर्कोमा लान्छ अरे। सर करिकुलम हजुरहरू पनि हुनुहुन्छ, यो सिटिभिटीले सम्बन्धन दिएको निकाय पनि छ र करिकुलममा भएको कुरा अनुसार विद्यार्थीहरूलाई हामीले पिएचसी पोस्टिङ गराएको छ र हाम्रो आरके मेडिसिटी पनि हाल विद्यार्थी पोस्टिङ गरिराख्नु भएको छ। सर हजुरहरूले पनि मेडिसिटी पनि जान सक्नुहुन्छ, त्यहाँ विद्यार्थीहरू प्र्याक्टिकल गरिराख्नु भएको छ। अभिभावकहरूले भने क्याम्पसले विद्यार्थीसँग अवैध रूपमा शुल्क असुल गरेको आरोप लगाउँदै आएका छन्। नर्सिङको प्रयोगात्मक अभ्यासका लागि प्रति विद्यार्थी 20,000 का दरले अतिरिक्त शुल्क लिएको विद्यार्थी र अभिभावकले आरोप लगाएका थिए। क्याम्पसले अवैध रकम असुल्ने गरेको लगायत विषयमा अडियो, भिडियो तथा बैंक भाउचर लगायत प्रमाणसहितका सञ्चार माध्यमहरूमा आएको थियो। तर क्याम्पसले भने यी आरोप निराधार रहेको दाबी गर्दै पत्रकार सम्मेलन गरेको थियो। व्यवसायीहरूले वैदेशिक रोजगारीमा जान लाग्ने वास्तविक लागतका आधारमा शुल्क निर्धारण गर्न सरकारसँग माग गरेका छन्। सोमबार नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको 32औं स्थापना दिवस अवसरमा आयोजित 30औं
वार्षिक साधारण सभामा बोल्दै उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र सङ्घका अध्यक्ष भण्डारीले सरकारसँग यस्तो माग राख्नु भएको हो। उहाँहरूले व्यवसायीले निशुल्क रूपमा कुनै पनि व्यवसाय नगर्ने भएकाले सरकारले व्यवसायमा सेवा शुल्क निर्धारण गर्नुपर्ने बताएका थिए। कार्यक्रममा अध्यक्ष ढकालले सरकारले वैदेशिक रोजगार व्यवसायलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो। कतिपय चिज चाहिँ हाम्रो वैदेशिक रोजगार व्यवसायीहरूलाई जुन हेर्ने दृष्टिकोणको पनि म चाहिँ कुरा गर्न राख्न चाहिँ चाहन्छु। मलाई याद छ अहिले वास्तवमा अहिले पछाडि आएर सरकार श्रम मन्त्रालय र श्रम मन्त्रालय अन्तर्गतका चाहिँ निकायहरूले धेरै पहिलाको चाहिँ तुलनामा धेरै राम्रो चाहिँ कामहरू गरेर भन्नाले यो नयाँ नयाँ डेस्टिनेसन चाहिँ खोलाउने कामहरू पनि उहाँहरूले गर्नु। हाम्रो यो वैदेशिक रोजगार अत्यन्त सेन्सिटिभ विषयवस्तु हो। हाम्रो यो सेक्टरमा सरकार परिवर्तनका अथवा स्टेबल नभएर हो अथवा हामीसँग विल पावर नभएर हो, यो वैदेशिक रोजगार सेक्टरको नीति स्पष्ट नभएको कारणले गर्दा धेरै हाम्रा श्रमिक दाजुभाइ दिदीबहिनीहरूलाई जुन हामीले पोलिसी बनाएको थियौँ त्यो पोलिसीमा पठाउन श्रमिकहरूलाई धेरै पैसा लिएर गएको चाहिँ हामीले पाउँछौँ। त्यस कारणले गर्दा यसलाई चाहिँ अब हामीले चाहिँ माननीय मन्त्रीज्यूलाई हामीले आइसकेपछि विभिन्न योभन्दा अगाडिको मन्त्रालयको नेतृत्वलाई हामीले सधैँ भनिरहेका छौँ, सधैँ घचघचाइरहेका छौँ। यो फ्री भिजा फ्री टिकटलाई चाहिँ अब यसलाई चाहिँ नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले वैदेशिक रोजगारीमा जाने नेपालीहरूलाई सरकारको स्पष्ट नीति नभएकाले नीति अनुरूप पाउन नसकिएको बताउनुभयो। उहाँले सरकारले फ्री भिसा फ्री टिकटको नारा र नीति लिए पनि त्यो अनुरूप वैदेशिक रोजगारीमा पठाउन नसकिएको बताउनुभयो। उहाँले सरकारले वैदेशिक रोजगारी व्यवसायको लागि सरकारले सेवा शुल्क निर्धारण गर्दा व्यवसाय पारदर्शी र मर्यादित हुने बताउनुभयो। उहाँले मागपत्र प्रमाणीकरण नगर्दा व्यतिथि मौलाएको बताउनुभयो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद आर्यालले मुलुकको समृद्धि निजी क्षेत्रको प्रयासबाट मात्र हुन सक्ने दाबी गर्नुभएको छ। सोमबार नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको 32औं स्थापना दिवसका अवसरमा आयोजित पत्रकार 30औं वार्षिक साधारण सभामा बोल्दै श्रम मन्त्री आर्यालले मुलुकको समृद्धि नेताको भाषणबाट नहुने बताउनु भएको हो। उहाँले विदेशबाट स्वदेश फर्किएका नेपालीहरूले फेरि विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्न सरकारले आवश्यक काम गर्नुपर्ने बताउनुभयो। उहाँले सरकारले वैदेशिक रोजगार व्यवसायलाई मर्यादित र व्यवस्थित गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले वैदेशिक रोजगारीमा लैजाने भनेर ठग्ने र ठगिने दुवै नेपाली नागरिक भएकाले व्यवसाय र सरकार मिलेर ठगी रोक्न आवश्यक रहेको बताउनुभयो। उहाँले मेन पावर व्यवसायीहरूलाई भिजिट भिसामा पठाउने र वैदेशिक रोजगारी कार्यालयबाट व्यक्तिगत भनेर स्वीकृत गर्न मेन पावर व्यवसायको संलग्नतामा भएको पाइएको भन्दै त्यस्तो काम तत्काल बन्द गर्न आग्रह गर्नुभयो। स्टर्न गरेर म मिडियालाई अगाडि र पछाडि लिएर हिँडेर तपाईहरुसँग चाहिँ दुश्मन कमाउने मेरो कुनै रहर छैन र नेपाली नागरिकलाई तपाईहरुले दिएका डाटामा हेर्दाखेरि बैंकिङ च्यानलबाट आएको खरबौं रुपैयाँ अझ हामीले बैंकिङ च्यानलबाट ल्याउन बाँकी अर्को खरबौं रुपैयाँ त्यही नेपाली नागरिकले कमाएको हो र ती नेपाली नागरिकलाई कमाउने वातावरण तपाईहरुले नै बनाइदिनु भएको हो। त्यसकारणले तपाईहरुप्रति मेरो उहाँले वैदेशिक रोजगारमा जान नेपालीहरूबाट 2 खर्ब बढी रकम उठाएको विषय गम्भीर रूपमा लिएको भन्दै यो विषयमा सरकार चुप लागेर बस्न नसक्ने बताउनुभयो। उहाँले सरकारले गरेको अध्ययनबाट 201 अर्ब 60 करोड रुपैयाँ गैर बैंकिङ प्रणालीमा ल्याउने गरी नीति बनाउने काम गरिरहेको बताउनुभयो। अबसम्म व्यावसायिक विश्रामपछि बाँकी समाचार। टाढाबाट त अनुहार स्पटलेस ग्लोइङ देख्न सजिलो छ, तर नजिकबाट अनुहारमा डार्क स्पट्स र डार्क सर्कल्सहरू देखिहाल्छ। पन्ड्स ब्राइट ब्युटी प्रो भिटामिन B3A+ फर्मुला घटाउँछ डार्क स्पट्स र डार्क सर्कल्सहरू र दिन्छ स्पटलेस ग्लो। पाउनुहोस् स्पटलेस ग्लो नजिकबाट पनि। पन्ड्स ब्राइट ब्युटी। तपाईको फेभरेट सनसिल्क स्याम्पू अब भयो अझै राम्रो। यसमा छ भिटामिन्स, ओइल्स अनि प्रोटिनको एक्टिभ मिक्स, जसले दिन्छ तपाईलाई शाइनी, घना अनि सुन्दर कपाल। सुपर कपाल हरेक बार नयाँ सनसिल्क एक्टिभ मिक्स के साथ। New Parachute Sun Protect Cream, enriched with natural saffron extracts. It blocks 98% of harmful sun rays and creates a personal sunshade that always travels with you. Parachute Skin Pure Sun Protect with SPF 50 PA++, my personal sunshade.
भ्यासलिनको ग्लिसरिन र जेली फर्मुला त्वचाको 10 लेयर भित्र गई सुक्खापनलाई फेरि आउनबाट रोक्दछ। नियमित रूपमा भ्यासलिन प्रयोग गर्नुहोस्, सुक्खापनलाई टाढा राख्नुहोस्। दादा बाहिर भाइरस छ। नडराऊ, मात्र पम्प रब छु गर्दियो भाइरसलाई। पम्प रब छु हो, लाइफबोय ह्यान्ड वाशले मार्छ 99.9% भाइरसेस। त्यसैले पम्प रब छु संसारकै नम्बर 1 सेलिङ जर्म प्रोटेक्सन सोप ब्रान्ड। जब केस है मजबूत तब लागत आरो सुंदर। असली आंवला डाबर आंवला। विश्रामपछि पुनः समाचारमा स्वागत छ। अब बाँकी समाचार। सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले वर्तमान सत्ता गठबन्धनमा कुनै समस्या नरहेको बताउनु भएको छ। सोमबार मन्त्री परिषदको निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरूको जिज्ञासाको जवाब दिँदै उहाँले यस्तो बताउनु भएको हो। उहाँले सञ्चार माध्यममा असमझदारी भयो, गठबन्धन टुट्यो भने जस्ता समाचारमा सत्यता नरहेको स्पष्ट पार्नुभयो। उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहालबीच सकारात्मक छलफल भएको बताउँदै वर्तमान गठबन्धन लामो समय चल्ने बताउनुभयो। उहाँले सञ्चार माध्यममा मिडिया ट्रायलका रूपमा वर्तमान सरकार ढल्यो भन्ने हल्ला फिजाइएको बताउनुभयो। निर्णयहरू धेरै भएका छन् र अर्को अब यो महिला वन समय जाने स्थिति बनेको छ। चर्चा परिचर्चा र्युमर छ जुन कुराहरू भए ती सबै कुराहरू असत्य हुन्, त्यस्तो छैन। हाम्रो छलफल अत्यन्तै सकारात्मक ढङ्गले अगाडि बढिरहेको छ र यो गठबन्धन लामै समय जाने स्थिति बनेको छ भनेर प्रधानमन्त्रीले ब्रिफ गर्नुभएको छ र हामीलाई पनि त्यस्तो खालको फिल अथवा यो के होला, सरकार के होला भन्ने खालको जसरी मिडियामा बाहिर आएको छ त्यो खालको स्थिति होइन भन्ने कुरा नै उहाँले आएका सबै समाचार सत्य हुँदा रहेनछन् भन्ने उदाहरणका रूपमा लिनुपर्ने बताउनुभयो। नेपाली काङ्ग्रेसका सांसद बद्री प्रसाद पाण्डेले प्रधानमन्त्री र मन्त्रीहरू फेर्नका लागि मात्रै 2 प्रमुख दल मिल्ने कुरा सक्रिन सोच भएको बताउनु भएको छ। सोमबार नयाँ बानेश्वर स्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद पाण्डेले महिना दिनमा हुने उथलपुथलले राजनीति र व्यवस्थालाई फाइदा नपुग्ने बताउनु भएको हो। उहाँले एउटा व्यक्तिलाई प्रधानमन्त्री बनाएर अर्को व्यक्ति प्रधानमन्त्री बन्ने कुराका लागि मात्रै 2 दल मिल्नु निकृष्ट र संकीर्ण सोच भएको बताउनुभयो। संविधान संशोधन गर्न सत्तालाई स्थिति ढङ्गले चलाउने उद्देश्य सहित 2 दल मिल्नु राम्रो हुने उहाँको भनाइ छ। हो भन्ने लाग्छ मलाई। होइन, हामीले संविधानमा केही कुरा बदल्नु छ, कानुनहरू बदल्नु छ, सत्तालाई पनि स्थिर ढङ्गले चलाउनु छ। बाँकी रहेको यो कार्यकालको 3 वर्षलाई एउटा स्थिर शासन दिने ध्येयले ठुलो उद्देश्यका लागि, बृहत्तर उद्देश्यका लागि एक ठाउँमा उभिने कुरा गरे भने त्यो बेला जुन बेला संविधान बनाउँदाखेरि हामी एक ठाउँमा उभिएका थियौँ। नेपाली काङ्ग्रेस र एमाले मात्रै होइन, माओवादी पार्टी समेत एक ठाउँमा मिसिएका थियौँ। त्यो दिशामा चाहिँ राजनीतिक दलहरूले गम्भीरतापूर्वक सोच्नका लागि देशको अर्थतन्त्र पनि कमजोर छ, राजनीति अस्थिरतातिर छ। त्यसकारण चाहिँ हामी देशको अर्थतन्त्रलाई पनि सुदृढ बनाउँछौँ। सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेपाली काङ्ग्रेसका सांसद डाक्टर प्रकाश शरण महतले संविधान संशोधन लगायतको विषयमा साझेदारी बन्यो भन्ने काङ्ग्रेस एमालेको सहकार्य हुन सक्ने बताउनुभयो। उहाँले केवल सत्तामा मात्रै आधारित नभई मुद्दामा आधारित भएर अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो। त्यो धेरै अगाडि पनि हुन सक्थ्यो, हिजैको यो गठबन्धन चाहिँ जारी रहन सक्थ्यो। होइन, हामीले एउटा प्रिन्सिपलमा, एउटा नीतिमा हामी अड्यौँ। त्यो हुनाले अबको कुरा गर्दाखेरि पनि सत्ताको लागि सत्ता होइन कि त्यसको दिगोपन के मुद्दामा सहमति हुने, निर्वाचन प्रक्रिया, संविधानमा निर्वाचनको व्यवस्था छ त्यसले पनि यो स्थायित्वमा थप समस्या सिर्जना गर्यो भन्ने कुरा आइरहेको छ। समग्र विषयमा चाहिँ समझदारी बन्यो भने त्यो चाहिँ अगाडि बढ्न सक्छ। त्यसकारण कुराकानी हुनु अस्वाभाविक होइन, तर हामी चाहिँ सत्तामा जानैकै लागि भनेर एमालेका प्रमुख सचेतक महेश बार्तोलाले एमाले वर्तमान सरकारलाई मजबुत बनाएर लैजाने पक्षमा रहेको बताउनुभयो। उहाँले एमाले सरकार अदल बदलको पक्षमा नरहेको समेत जानकारी गराउनुभयो। यही दायित्व बोधका साथ यो सरकारलाई आज फेरि जुन गतिका साथ सरकारले काम गरिरहेको छ, कार्यकर्ताहरू नै सन्तुष्ट छैन जुन ढङ्गले काम गरिरहेको छ, यसलाई अझ बढी व्यवस्थित ढङ्गबाट अगाडि बढाउन पर्छ। मैले यति कुरा राखेँ। धन्यवाद। मानिज्यू, हजुर, नेकपा एमालेका ग्राउन्ड रुटका जुन कार्यकर्ताहरू छन् उनीहरू खुसी कुरा गर्न सक्दैन। सरकारले आफ्नो माइलेज लिनुपर्छ, गियर बदल्नुपर्छ, स्पिड दिनुपर्छ।
तर त्यो पथमा सरकार नजाने हो भने नागरिकमा अर्को एउटा निराशाहरू हुन सक्ने खतरा त्यो छ। त्यस कारणले गर्दा यी विषय पनि नेताहरूको बिचमा छलफल हुने कुरा। मोबाइल केन्द्रका सांसद लेखनाथ दाहालले नेताहरू बीचको भेटवार्ताले सत्ता समीकरणमा फेरबदल नआउने बताउनु भयो। उहाँले आज नै वर्तमान सत्ता समीकरणलाई नै मजबुत बनाएर लैजाने विषयमा प्रधानमन्त्री र एमाले अध्यक्ष केपी शर्मा ओली बीच भद्र सहमति भएको जिकिर गर्नुभयो। र त्यसपछि शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउने विषयमा हामीले टिआरसी विधेयक पास गर्नुपर्छ भन्ने विषयमा दुईटा कुराहरू। टिआरसी विधेयकमा हाम्रो नेकपा एमालेसँग विशेष त कमरेड केपी ओलीसँग कहीँ न कहीँ मिलिरहेको छैन होइन। उहाँले चाहिँ यो पीडित मैत्री हुनुपर्छ भनेर अड्काइरहेको अवस्था छ भने त्यसै गरी नक्कली भुटानी शरणार्थी प्रकरणमा कहीँ न कहीँ फेरि तानिने सम्भावना भइसकेपछि दुवैतिर अलिकति तरङ्गित भइरहेको अवस्था हो। र तैपनि सामान्य प्रधानमन्त्रीको सचेतन पहलमा होइन यो सरकारलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्ने कुरा, यो चाहिँ समीकरणलाई बचाउने, सत्ता सहकार्यलाई निरन्तरता दिने र 84सम्म नै यो समीकरण अगाडि बढाउनुपर्छ र देखिएका। उहाँले प्रधानमन्त्री दाहाल वर्तमान सत्ता समीकरणलाई नै 2084 सालसम्म लानका लागि प्रत्यन्नत रहेको बताउनु भयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल प्रधानमन्त्री बन्ने अवस्था नरहेको बताउनु भएको छ। सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूले सोधेको प्रश्नको जवाब दिँदै उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो। सञ्चारकर्मीहरूले प्रधानमन्त्री बन्ने चर्चा छ, शपथ कहिले भनेर गरेको प्रश्नमा अध्यक्ष ओलीले आफूलाई त्यस्तो नलागेको बताउनु भयो। उहाँले यस वर्ष प्रधानमन्त्री बन्ने जस्तो नलागेको प्रतिक्रिया दिनुभयो। यस वर्ष त त्यस्तो लाग्दैन मलाई। तपाईँ प्रधानमन्त्री बन्नु न यो वर्ष? यो वर्ष भन्ने जस्तो लाग्दैन होइन। पुरै व्यापक चर्चा छ त, देश र जनताले तपाईँलाई प्रधानमन्त्रीको रूपमा हेर्न चाहन्छ, के छ? राम्रो कुरा। देश जनताले तपाईँलाई प्रधानमन्त्रीको रूपमा देख्न चाहेका छन् कि भनेर सञ्चारकर्मीहरूको प्रश्नमा अध्यक्ष ओलीले राम्रो कुरा भएको संक्षिप्त प्रतिक्रिया दिनुभएको थियो। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सत्ता समीकरण फेरबदल हुने कुरा हल्ला मात्र भएको बताउनु भएको छ। सोमबार नयाँ बानेश्वर स्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री लामिछानेले सत्ता समीकरण फेरबदल हुन लागेको बारेमा आफूलाई कुनै जानकारी नभएको बताउनु भएको हो। उहाँले बाहिर सञ्चार माध्यममा आएका कुराहरू हल्ला मात्र भएको बताउनु भयो। उहाँले आफूले दुईजना नेताहरूसँग कुराकानी गरेको भन्दै आफूले त्यस्तो छनक्क नपाएको बताउनु भयो। हल्ला छ, तपाईँ पनि बिहान बैठकमा हुनुहुँदो रहेछ। बिहान त थिइनँ म। केपी ओलीज्यू हजुर भन्ने समाचार आइरहेको म थिइनँ त्यस्तो छैन, हल्ला मात्रै हो। कहाँ छ त्यस्तो थाहा छैन। म पनि अब सरकारमै छु। अब सरकारको कोलिसनको एउटा पार्टनर नै हो। त्यस्तो केही पनि छैन। मेरो भर्खरै दुईजना नेतासँग पनि कुराकानी भयो। त्यस्तो केही पनि होइन। कहिलेकाहीँ केही विभिन्न प्रक्रियाहरूमा केही असमझदारी हुँदाखेरि भेटघाट गर्ने कुरा भइरहन्छ। त्यो सामान्य भेटघाट नै हो। त्यसलाई कुनै त्यस्तो गम्भीरतापूर्वक लिनुपर्ने केही पनि छैन। कहीँ कतै मैले त्यस्तो सम्भावना मैले देखेको छैन र मैले देखेको छैन कि मेरो दुवै नेतासँग भर्खरै कुराकानी पनि भयो। त्यस्तो केही पनि माहौल शान्त छ। हाम्रो शान्त छ, बाहिर के छ मलाई थाहा छैन। गृहमन्त्री लामिछानेले शीर्ष नेताहरू बीचको भेटघाट सामान्य भेटघाटको रूपमा रहेको भन्दै त्यसलाई गम्भीरतापूर्वक लिनु नपर्ने बताउनु भयो। नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रमुख दुई ठूला दलका शीर्ष नेताहरू बीच भेट हुन साथ सत्ता समीकरण नफेरिने बताउनु भएको छ। सोमबार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै सांसद सापकोटाले नेपाली काङ्ग्रेस र नेकपा एमालेका शीर्ष नेताहरू बीचको भेट हुन साथ सत्ता समीकरण उल्टा फेर नहुने बताउनु भएको हो। उहाँले सत्ता पक्ष र प्रतिपक्ष दलका नेताहरूका बीचमा संवाद हुन साथ सत्ता गठबन्धन परिवर्तन नहुने बताउनु भएको हो। उहाँले नेताहरू भेट हुन साथ सत्ता समीकरण बदल्ने भाष्य बनाउँदा यसले स्थिरताको मानसिकता नदिने बताउनु भयो। नेकपा माओवादीलाई मात्रै एउटा राजनीतिक विषय जस्तो बनाइएको छ। सम्माननीय सभामुख महोदय, म सम्माननीय सभामुख मार्फत सिङ्गै सदनको र देशको ध्यान कतातिर केन्द्रित गर्न चाहन्छु भने हाम्रो सिङ्गै देशको राष्ट्रको सुरक्षाको जिम्मा लिएको नेपाली सेना समेत यो विषयसँग सम्बन्धित छ। सांसद सापकोटाले शान्ति प्रक्रियामा बाँकी कामहरू टुङ्ग्याउनु पर्नेमा सबै राजनीतिक दलहरूलाई ध्यानकर्षण गराउनु भएको थियो। गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय परिचय पत्र बनाउन छुटे पनि नागरिकले पाउने सेवा सुविधा वञ्चित नगर्न बताउनु भएको छ। सोमबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूको प्रश्नको जवाब दिँदै गृहमन्त्री लामिछानेले 28 जिल्लाहरूमा मात्रै
भादो मसान्तसम्म राष्ट्रिय परिचय पत्र बनाउनका लागि समय दिएको बताउनुभयो। उहाँले भादो मसान्तसम्ममा पनि बनाउन छुटेको अवस्थामा राज्यले दिने सेवा सुविधाबाट वञ्चित नगरिने स्पष्ट पार्नुभयो। उहाँले सूचना पाउन साथ सबैजना बनाउने जाने गर्दा सम्बन्धित कार्यालयमा भिडभाड बढेको भन्दै हतार गर्नुपर्ने आवश्यकता नरहेको बताउनुभयो। उहाँले भिडभाड भएका स्थानमा अतिरिक्त जनशक्ति थप गरिएको पनि जानकारी गराउनुभयो। पूर्ण व्यवस्था तयार गरिएको छ। नियम कानुनको अधीनमा रहेर, कार्यविधिको अधीनमा रहेर हामी यसमा काम गर्न सक्दछौँ। त्यसको तयारी भएको छ। यसलाई कम गर्ने, न्यूनीकरण गर्ने विषयलाई काम अगाडि बढिसकेको छ र त्यसको लागि विशेष तयारीका साथ हेलिकप्टरहरूलाई स्ट्यान्ड बाई राख्ने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका गृहमन्त्री लामिछानेले अशक्त बिरामी 90 वर्षमाथिका वृद्ध वृद्धा र बालबालिकाका लागि विशेष व्यवस्था गरिने पनि जानकारी दिनुभयो। नेकपा एमालेका सांसद लीलानाथ श्रेष्ठले BRI सम्झौतालाई कार्यान्वयन गर्नुपर्ने बताउनु भएको छ। सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले BRI सम्झौता कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको हो। उहाँले BRI परियोजनाको सम्बन्धमा विभिन्न टिप्पणीहरू हुने गरेको भन्दै सरकारले सम्झौता गरिसकेको कुरालाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले सम्झौता कार्यान्वयन गर्ने कुरा दुई देश बीचको विश्वसनीयतासँग पनि सम्बन्धित भएको जानकारी दिनुभयो। MU हाम्रो सम्झौता गरेका थिए पार्वन सन्धि र व्यापार सन्धि। हाम्रा पूर्व प्रधानमन्त्रीले पहिलो चोटि ऐतिहासिक सम्झौता गरे। अब त्यसपछि यो जुन 2017 मा MU जुन भएको छ सहकार्य सम्बन्धीलाई भारत लगायतका देशहरूसँग गरिएका सम्झौतालाई पनि कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो। प्रधानमन्त्री पुष्पकमल दाहालले खेल क्षेत्रलाई संस्थागत रूपले विकास गर्न घरेलु प्रतियोगिताहरूको महत्त्वपूर्ण भूमिका हुने बताउनु भएको छ। सोमबार काठमाडौँमा आयोजित प्रकाश दाहाल स्मृति चौथो महिला तथा पुरुष खुल्ला राष्ट्रिय बक्सिङ प्रतियोगिताको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले खेल क्षेत्रलाई संस्थागत रूपले विकास गर्न आन्तरिक खेलकुद कार्यक्रमहरूको भूमिका उल्लेख्य हुने बताउनु भयो। उहाँले प्रकाश दाहाल युवाहरूको मनमा राम्रोसँग बस्न सफल भएको कार्यक्रमको उपस्थितिबाट प्रमाणित भएको बताउनु भयो। उहाँले चौथो प्रकाश दाहाल मेमोरियल खुला राष्ट्रिय बक्सिङ च्याम्पियनले प्रकाश दाहालका स्मृति मात्रै नभई योगदानलाई पनि जीवन्त राख्ने महत्त्वपूर्ण भूमिका खेलेको बताउनु भयो। स्मृतिमा यो एउटा भव्य आयोजन, यहाँको उपस्थिति, तपाईँको उत्साह हेर्दा प्रकाश दाहाल साँच्चै नै युवा मनमा राम्रैसँग बस्न सफल भएको थियो भन्ने कुरालाई एकचोटि फेरि प्रमाणित गरेको छ। तपाईँको सबैलाई धन्यवाद भन्न चाहन्छु। प्रतियोगिता असार 21 गतेसम्म सञ्चालन हुनेछन्। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सोमनाथ श्रेष्ठले शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएर छाड्ने बताउनु भएको छ। सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाब दिँदै मन्त्री श्रेष्ठले आफू मन्त्री रहँदासम्म शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएर छाड्ने बताउनु भएको हो। उहाँले विश्वविद्यालयमा प्रहरी परिचालन गरेर भए पनि राजनीतिक दलका मातृ सङ्गठनको हस्तक्षेपलाई अन्त्य गर्नुपर्ने बताउनु भयो। उहाँले त्रिभुवन विश्वविद्यालयमा सेवा आयोगले खोलेको विज्ञापनमा अन्तर्वार्ता प्रहरी राखेर गर्नुपर्नेको बताउनु भयो। दिनुभयो यो एसई को 10 क्लासको जुन नतिजा छ यसमा शिक्षा मन्त्रालयले मात्र हैन सिङ्गो समाजले आक्रोशित हुनुपर्छ, ग्लानी महसुस गर्नुपर्छ र सोध्नुपर्छ, गर्नुपर्छ मैले गर्ने काम मैले के गरेको छ कि छैन भनेर। किनभने यो 10 क्लासको नतिजा के अहिले मात्र आएको हो। एक क्लास, त्यो बच्चा 10 वर्ष अगाडि त एक क्लासमा थियो। त्यो यसको लागि रिफर्म टिम बनाऊ। यो रिफर्म टिम जहिले पनि हुनु पर्दैन, तर त्यसमा ल्याटरल हो। यसमा हजुरहरूको इनपुट आयो भने यो पटक पटक यही प्रश्न हामीले दोहोऱ्याइराख्नु पर्दैन होला। अहिले पनि 1900 वटा दरबन्दी मिलान गर्न मन्त्री श्रेष्ठले एसई परीक्षाको नतिजामा शिक्षा मन्त्रालयमा मात्र नभई सिङ्गो समाज नै आक्रोशित हुनुपर्ने बताउनु भयो। उहाँले एसईमा विद्यार्थी अनुत्तीर्ण भएका प्रतिशतले समाजको चित्रण गरेको बताउनु भयो। उहाँले शिक्षा क्षेत्रको सुधारका लागि शिक्षक, अभिभावक, राजनीतिक व्यक्ति सबैले उत्तिकै ध्यान पुर्याउनु पर्नेमा जोड दिनुभयो। समयमा परीक्षा नहुने, परीक्षा पत्र हराउने र समयमा नतिजा प्रकाशन नहुने यो एकपटक मात्रै नभएको रहेछ। मैले आज भिसी सरसँग पनि कुरा गरेँ। यो 6 पटकसम्म भइसकेको रहेछ। 2073 सालदेखि यो ताचल क्याम्पसको पब्लिक युथको पनि क्याम्पसहरूको पनि उत्तर पुस्तिका हराएको रहेछ। तर अहिलेसम्म के पनि मन्त्री श्रेष्ठले तालाबन्दी गरेर विद्यार्थीहरूको पढ्ने अधिकार खोज्ने
प्राध्यापकलाई कारबाही गर्ने जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले अस्पतालहरूको सुधार नै हाम्रो मुख्य लक्ष्य रहेको बताउनु भएको छ। सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा उहाँले यस्तो बताउनु भएको हो। उहाँले स्वास्थ्य संस्थाको सुधारका लागि मन्त्रालय रात दिन काम गरिरहेको बताउनु भयो। उहाँले राजनीति अस्थिरता रहेकाले सबै ठुलो काम गर्छु भनेर प्रतिबद्धता जनाउन नसकिने बताउनु भयो। उहाँले अहिले भएका संरचनालाई अझ व्यवस्थित गर्नका लागि आफू लागि परेको बताउनु भयो। उहाँले अस्पताल सुधारका लागि मन्त्रालयका अतिरिक्त 2 जना सचिवको नेतृत्वमा काम भइरहेको जानकारी दिनुभयो। उहाँले स्वास्थ्य क्षेत्रमा जनशक्ति कम रहेको भन्दै करारमा लिए र भए पनि काम गराउने प्रतिबद्धता जनाउनु भयो। तर अधिकतम कुरा बुझेर चाहिँ हामी कामको थाल्ने चाहिँ गरिरहेका छौँ। अस्पताल सुधारको लागि मिडिया साथीहरूलाई अवगत नै छ कि मन्त्रालयका अतिरिक्त सचिवजीहरूको 2 जना सचिवजीहरूको नेतृत्वमा हामीले विभिन्न शीर्षकमा मन्त्री यादवले स्वास्थ्य क्षेत्रको सुधारका लागि मन्त्रालय लागि परेको जानकारी दिनुभयो। 5 वटा नक्कली कम्पनी खाडा गरेर करिब 3200 केजी सुन तस्करी भएको नेपाल प्रहरीले बताएको छ। सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो 5 वटा नक्कली कम्पनी खाडा गरेर करिब 3200 केजी सुन तस्करी गरेको पत्ता लागेको जानकारी दिएको छ। केन्द्रीय अनुसन्धान ब्युरोले भुसेल इलेक्ट्रिक सप्लायर प्रणाली लिमिटेडबाट 1300 केजी, वाइजा इलेक्ट्रिकल सप्लायर प्रणाली लिमिटेडबाट 632 केजी, चुङ्गाक इलेक्ट्रिकल सप्लायर प्रणाली लिमिटेडबाट 716 केजी, दोलखा इलेक्ट्रिकल सप्लायर्स प्रणाली लिमिटेडबाट 170 र रेडी ट्रेड प्रणाली लिमिटेडबाट 7.5 केजी सुन पैठारी भएको जानकारी दिएको छ। सुन तस्करी गर्नकै लागि यी कम्पनी खोलिएको र सम्मानभित्र लुकाएर सुन ल्याइएको दाबी सिआइबीको रहेको छ। र 4 जना भारतीय नागरिकहरू हुनुहुन्छ। अब यिनै प्रतिवादीहरूको संक्षिप्त यिनीहरूको संलग्नता के कस्तो थियो त भन्ने सम्बन्धमा संक्षिप्तमा प्रस्तुत गर्न चाहन्छु। सङ्कटा न्यू रोडको सङ्कटामा रिफाइनेरी सुन रिफाइनेरी पसल सञ्चालन गरेर बस्ने यिनीहरूको एक्सेस यिनीहरूको सम्बन्ध चाहिँ साम भन्ने जोङ जियाङसँग छ, जसले चाइनाबाट अवैध सुन ल्याएको चाहिँ न्यू रोडमा ल्याएर गाली पगाली नेपालकै केही व्यापारीहरूलाई नि र भारततर्फ पनि पठाएको देखिन्छ। अवैध सुन कारोबारमा प्रत्यक्ष सङ्कलन 12 जनालाई 2 खर्ब 66 अर्ब 67 करोड 9,09,308 रुपियाँ बिगो माग दाबी गरिएको छ। हस्त अहिलेलाई यतिकै पलपल खबर तेज नजर दिला अपन टेलिभिजन। नमस्कार।